Süper. Bunu laksan. İyiler. Dua biasa. Sadar bak. Macam itu. Apa itu nada ya orada ne? Amicim ne? तपाईँ परमेश्वरले अनुग्रह गर्नुहोस् र अगुवाई गर्नुहोस् ताकि आजको सेवाकाईबाट हामी सबैजना आशिषित हुन सकौँ। हाम्रो स्थानीय पास्टरमा कहाँ हुनुहुन्छ? आइदिनुहोस्। अलिकति पास्टरले मलाई बोलाइदिनुहोस् त।
पर्थ्यो फैलिँदै आयो प्रभुको राज्य प्रभुको प्रभुको राज्य प्रभुको बोल्नुपर्छ आवाजहरू तोड्नुपर्छ बन्धनहरू भइसक्यो बेला नगरौँ ढिला भइसक्यो बेला नगरौँ ढिला फैलिनु पर्थ्यो फैलिँदै आयो प्रभुको राज्य प्रभुको प्रभुको राज्य प्रभुको हावाको गतिमा यस्तै छ यस्तै नै हो यस्तै छ यस्तै नै हो प्रभुको राज्य प्रभुको प्रभुको राज्य प्रभुको Thank you. गरौँ है उहाँको नाम स्वर्ग छोडी संसारमा आउनु हुने को हुन् पापीहरूलाई टिप्याउनु यीशु जन्मे बेथलेहेमको त्यो सानो गाउँमा हँसेर बोलिदेऊ न मिठो बोली वचनमा जीवन छ प्रभुको वचन सुन्ने सबैलाई अनुग्रह मिल्दछ हँसेर बोलिदेऊ न मिठो बोली वचनमा जीवन छ प्रभुको वचन सुन्ने सबैलाई अनुग्रह मिल्दछ हाम्रो स्वादेश स्वर्ग हो संसारका होइनौँ हामी फर्की जानु छ यति बादलमा ख्रीष्टसँग हजुर प्रत्येकलाई एकदमै म मेरो भित्री हृदयबाट एकदमै स्वागत गर्दै है यो समय हजुरको
एकदम छोटकरीमा यो जिजस प्रेयर टिम कसरी सुरुवात भयो भन्ने विषय लिएर म छोटकरीमा बोलिरहेको छु है। धेरै लामो जाँदाखेरि अलिक टाइम जान्छ है। एउटा कमिला यति साह्रो कालो कमिला निस्किँदै गरेको देखेँ। मैले सम्झेँ यो त टोक्ने कमिला होइन, यो त साधारण कमिला। त्यो कमिला चाहिँ म हेर्दै गएँ, म त्यहीँ उभिएर हेर्दैछु। अनि हेर्दै जाँदाखेरि चाहिँ त्यहाँदेखि चाहिँ त्यो कमिला चाहिँ फट्याङ्ग्रामा परिवर्तन भयो है। अनि फट्याङ्ग्रामा परिवर्तन भयो अनि म अचम्मै लाग्दैछ। बोरो अघि त एउटा मात्रै निस्किँदै, त्यहाँदेखि उसको पछाडि त लाखौँ हजारौँ सङ्ख्यामा यति बेसी निक्ल्यो है। त्यो कमिला यति डरलाग्दो निस्केर गयो। त्यहाँदेखि त फट्याङ्ग्राको रूप लिँदै गयो अनि चारैपट्टि फैलिन थाल्यो। जब फट्याङ्ग्रा चारैपट्टि फैलिन थाल्यो अनि म अझै अगाडि बढ्दै गएँ। यो के होला, म नजिक गएर हेर्छु। म अगाडि बढ्दै जाँदाखेरि चाहिँ आदरणीय पास्टर बाबु उहाँ साँच्चीकै पास्टर रहेछ। दर्शन पनि भन्नु नदिँदो रहेछ। र रमाइलो लाग्यो। अनि यसरी हजुरहरूले सम्झना गरिदिनु भयो। अनि 23 तारिक टक्रक्क आइदिनुहोस् भनेर भन्नु हुँदाखेरि मैले 24 तारिक आखिरी म सिङताम पुग्नै पर्छ जसरी भए पनि। त्यसो भए 23 तारिक चाहिँ किन नआउनु, त्यहीँ जानु भनेर चाहिँ आज नआइकन आएको। हजुरहरूले सम्झना गर्नुभयो। मैले यति भव्य कार्यक्रममा परमेश्वरले तोक्नु भएको कार्यक्रम रहेछ। यो कार्यक्रम त थुप्रै हुन्छ, त्यो मध्येमा कुनै चाहिँ विशेष प्रकारको तोकिएको कार्यक्रममा परमेश्वरले मलाई पुग्न दिनुहुन्छ र जाँच्न दिनुहुन्छ। अनि अघि पास्टर नेमाले जुन कुरो राख्दै हुनुहुन्थ्यो, अनि मैले राखेको कार्यक्रममा हो भने उहाँलाई म पुरै बोल्नु दिन्थेँ, किनभने त्यो इम्पोर्टेन्ट कुरा थियो, त्यो महत्त्वपूर्ण कुरा। मैले वचन राख्नुभन्दा पनि महत्त्वपूर्ण चाहिँ पास्टर नेमाले राख्नु भएको त्यो दर्शन हो। तर अब म उभिसकेपछि फेरि उहाँलाई बोला भन्नु म सक्दैन। अब मैले उहाँको केही समय अलग्गै भरे सबै गइसकेपछि मैले उहाँको इन्टरभ्यू लिनुपर्ने हुन्छ। किनभने यो दिनहरूमा परमेश्वरले मलाई यही कुरा खोजी गर्नु भन्नुभएको छ। 1950 मा इभान्जेलिस्टिक मुभमेन्ट आयो, 1960 मा पास्टरल मुभमेन्ट आयो यो डाक्टर यङ्गी जोबाट, 1970 मा राप माहुनी क्यालिफोर्नियाबाट टिचिङ मुभमेन्ट आयो, 1980 मा क्यालिफोर्नियाबाट डाक्टर बिल हेमोनबाट प्रोफेट हुनुहुने, उनी इज नट पास्टर, प्रोफेट हुन्। अनि प्रोफेटिक मुभमेन्ट आयो। त्यसपछि 1990 बाट चाहिँ अपोस्टोलिक मुभमेन्ट आयो। अनि परमेश्वरको योजना चाहिँ पृथ्वीमा परमेश्वरले प्रोफेट्सहरू अनि प्रेरितहरू परमेश्वरले पठाउनु करै लाग्यो परमेश्वरलाई, किनभने प्रेरितहरूको पखेटा अलिक लामो हुन्छ अनि अरू चराको पनि हुन्छ पखेटा, तर अलिक छोटो हुन्छ। र त्यसो हुँदाखेरि पखेटा अलिक लामो पखेटा भएको वरदान भएको मानिसहरू परमेश्वरलाई चाहिएछ। त्यो मान्छेले खोजेर हुँदैन, परमेश्वरले दिएर हुन्छ। परमेश्वरले दिनुभएको वरदान चाहिँ थापेर हुन्छ, मागेर हुँदैन। वरदान मागेर हुँदैन। वरदान त परमेश्वरले दिने कुरा हो, तर थाप्ने बेलामा भाग्यो भने फेरि हराउनु पनि सक्छ। अनि धेरैजनाले त्यो वरदान परमेश्वरले नदिनु भएको चाहिँ होइन, दिनुभएको छ, तर
कतिवटा ट्रेडिसनको कारणले नलिएको पनि हुनसक्छ। यो दिनहरूमा कतिवटा चर्चेसहरूलाई त्यो परम्परा उहिलेदेखि हामीले यस्तो मान्दै आएको के अनि त्यो नयाँ कुरा नल्याउन ल हाम्रो मण्डलीमा भन्दाखेरि चाहिँ ट्रेडिसन बन्छ, त्यो परम्परा बन्छ। अनि परम्पराले जहिले पनि परमेश्वरलाई नै दुःख दिइराखेको हुन्छ परम्पराहरूले। अनि त्यो आज मेरो टपिक होइन कसो भनेर भनिपालेछु मैले। अनि हाम्रो आदरणीय फेथ प्रेसर मिनिस्ट्रीका के पो नाम चलाउनु चाहिँ एडविन भनेर नाम चलाउनु, त्यो त वाट्सएपको भाषा पो त र त्यसै होला सायद। अनि जे होस्, उहाँले जुन प्रकारले डाइरेक्सन गर्दै हुनुहुन्छ, विभिन्न व्यक्तिहरूलाई डोर्याउँदै हुनुहुन्छ र यति विभिन्न ठाउँमा व्याप्त भएर परमेश्वरको सेवाकाई गर्दै जाँदाखेरि पनि म सानो मान्छेलाई सम्झना गर्नुभएको लागि हाम्रो आदरणीय प्रभुको छोरो अर्जुन सरलाई सबैले एकपल्ट जोरदार ताली बजाएर धन्यवाद भन्नुहुन्छ। उहाँले मलाई कल गर्नुभयो अनि हजुर जसरी भए पनि 23 तारिकको दिन चाहिँ सिङताममा हुनुपर्छ भनेर उहाँले मलाई कल गर्नु हुँदाखेरि म यहाँ उभिएको छु र उहाँले सम्झना गर्नुभयो। अनि जे होस्, यहाँ आइपुग्दाखेरि उहाँ पनि गेस्ट नै रहेछ खासमा। म चाहिँ उहाँले राखेको प्रोग्राम सम्झेँ, तर जे होस् उहाँ सबैसित मिलेर सेवाकाई गर्ने व्यक्ति हुनुभएको कारणले उहाँ र ममा केही फरक परेन रहेछ आज। अनि मैले पनि भन्दा पाएँ, उहाँले पनि त पायो। र हाम्रो आदरणीय पास्टर बाबु अनि परिवार र सम्पूर्ण स्टाफ र फेथ प्रेसर मिनिस्ट्रीका सम्पूर्ण अग्रजहरूलाई अनि मलाई के चाहिँ मन परिरहेको छ भने आज म यहाँ आएको राम्रै भएछ। मैले पुराना साथीहरूको अनुहार देख्ने मौका पाएँ। कोही बेला फेसबुकमा कता हुन्छ पुरानोहरू, अनि बल्ल बल्ल पुरानो भेटाएको बोजूहरू पो टिकटक गर्दै गरेको। मैले उसलाई खोजेको होइन खास। मैले मेरो पुराना साथीहरू हाम्रो सलमान शङ्करजीहरू हुनुहुन्छ, पुराना साथीहरू भेट्दैछु। अनि कहाँबाट दार्जिलिङको पल्लो कुनामा बस्नु हुने हाम्रो आदरणीय एल्डर बाबु म देख्दैछु, हात उठाइदिनुहोस् न। अनि म एकछिन कन्फ्युज भएँ, सिङतामको हो कि तामसाङको हो भनेर। अनि अघि यहाँनिर एनाउन्स गर्दाखेरि तामसाङकै रहेछ। सबै धिङताङ नै हो, तामसाङ सिङतामहरू। अनि हाम्रो आदरणीय दिवी सर पास्टर ज्यूको मा आएर यस्तो निकै खाएको हो, मेरो कुइनाले झन्डै अरूलाई पनि लागेको। र सिक्किमले प्राय मलाई विश्वभरि चिनाउनेको मिस्टेक भयो भने त्यो सिक्किममै हो। किनभने एएसपिवाइएफ भन्ने ग्रुप थियो, उनीहरूले मलाई 8 पल्ट बोल्नु लगाए सिक्किममा वर्षै पछि। अनि यो सिङतामदेखि माथि कता जान्छ एउटा के भन्छ बर्मेक नै हुनुपर्छ, पाबुङ, त्यहाँ 7 पल्ट बोलेको, 7 वर्ष कन्टिन्युली। अनि मैले उहाँहरूलाई भनेको थिएँ म पुरानो भए ल वक्ता, किन 7 वर्ष कन्टिन्यू बोल्नु हुँदैन त भन्दाखेरि यहाँ सिङताममा एकजना पास्टर हुनुहुन्थ्यो मिसाइल सुब्बा, आदरणीय मिसाइल सुब्बाज्यू। अनि उहाँ प्रभुमा सुतिसक्नुभयो र उहाँले त्यति बेला धेरै अगुवा चेलाहरू बनाउनु भएको थियो। अनि आज उहाँहरू चाहिँ वरिष्ठ पास्टर्सहरू भइसक्नु भएको छ। मलाई खुसी लागेको छ, सिङताम चाहिँ एकदमै फ्रुटफुल जग्गा रहेछ, फलवन्त जग्गा रहेछ। त्यो 30 गुणा 60 गुणा भनेको मात्रै रहेछ, उहाँ यहाँ 100 गुणा हुँदैछ। अनि अझै यो त 1000 गुणा होला जस्तो लाग्यो। किनभने तपाईँहरू थाक्नु भएको छैन रहेछ, तपाईँहरू गल्नु भएको छैन रहेछ। प्रभुले धन्यवाद होस्, थाक्नु हुँदैन परमेश्वरको राज्यमा, गल्नु हुँदैन परमेश्वरको राज्यमा। हिजो अस्ति एकजनाले मलाई औँल्याएर भने तपाईँ त 70 पुग्यो त, अब सुत्नुहोस्। मैले भने तिमी बाक्लो ओढेर तिमी सुत, म हिजो अस्ति युएसएको सिन्सिनाटीमा वचन बोल्दै थिएँ, ह्याप्पी बर्थडे टु यु गरेर उनीहरूले भजन गाउँदै थियो। म त कुन चाहिँ नानीको बर्थडे रहेछ भने त मेरो 4 जुलाई पो त्यही दिन रहेछ नि त, मेरो पो रहेछ। प्रभुलाई धन्यवाद होस्।
र तर एकजना एल्डरको चाहिँ चित्त बुझेन रहेछ के हो के खुवायो खाना खुवायो त्यसपछि मलाई यो कुइनामा च्याप्प समातेर ऊ पर लग्यो हजुरलाई सरलाई मैले एउटा कुरा सोध्नु छ भन्यो अनि के चाहिँ सोध्छ त म त बाइबल पो के सोध्छ भनेर तपाईँ 70 पुगेको हो भन्छ अनि केकमा अघि 70 लेख्ने चाहिँ तपाईँ नै अनि अहिले चित्त नबुझेर सोध्ने भने तपाईँ नै के चाहिँ भयो म 70 पुगेको होइन अनि केस चाहिँ किन कालो छ अब म के जान्नु 70 पुगेको सबैको सेतै हुनुपर्छ भन्ने छैन रहेछ नि त परमेश्वरको अनुग्रह स्पेसल पनि हुँदो रहेछ कसैलाई चाहिँ अनि तपाईँले त्यो ब्ल्याक रोज लाउनुहुन्छ अरे डुप्लिकेटमा कहिले लाउँदैन मेरो अरिजिनल हो यो एउटा धन्यवाद हालेलुया किनभने परमेश्वरको उपस्थितिमा हामी सधैँ ताजै रहन्छौँ त हजुरहरूलाई मैले आग्रह के गर्नुपर्छ भने मेरो बाइबल चाहिँ अघि गाडीमै छोडिएछ त्यसले गर्दाखेरि दुईटा पदमा हजुरहरूलाई आग्रह गर्नु पर्यो एउटा चाहिँ व्यवस्था 2:24 हजुरहरूले आफ्नै बाइबल एक दिन क्लासमा त कसले ल्याउँछ र यहाँ पास्टर बाबुले हजुरले नै खोलेर पढिदिनुहोस् व्यवस्था 2:24 पद हामी एकछिन हेर्नेछौँ त्यसलाई अनि त्यसपछि चाहिँ भजन सङ्ग्रह 133 को 1 र 2 पदमा दुईटा खण्ड मात्रै हामी पढ्नेछौँ भजन सङ्ग्रह 133 को 1 र 2 अनि व्यवस्था 2:24 मात्रै हेर्नेछौँ आज हामी यात्रा सुरु गर र अर्नोनको राजा अमोरी सोहन र त्यसको देश तिमीहरूको हातमा दिएको छु त्यो अधिकार गर्न सुरु गर र त्यससित युद्ध गर त्यो दुईटा शब्द छ एउटा चाहिँ यात्रा गर भनेको छ पहिलो लाइनमा अनि अन्तिम लाइनमा चाहिँ युद्ध गर भनेर लेखिएको छ ओके अनि अर्को खण्ड पनि पढ्नेछौँ भजन सङ्ग्रह 33 को 1 र 2 हे धर्मात्मा हो परम प्रभुमा रमाओ सोझा मनकाहरूले स्तुति गर्नु ओके हजुर 133 ओके समाजका दाजुभाइहरू आपसमा एकतामा भएर बस्नु कति असल र मनोहर कुरा हुन्छ यो त शिरको त्यो उत्तम तेल जस्तो हो जो दारीमा बग्दथ्यो हरुणकै दारीमा जो तिनको वस्त्रको किनार समय झरेको थियो धन्यवाद परमेश्वरले हामीलाई आशिष दिउन् र अघिबाटै प्रार्थना भइसकेको छ त आज मैले यो छोटो अवधिमा ल्याउनु पर्ने टपिकको नाम चाहिँ हो मेलमिलापको माला दुष्टको गालामा सबले हात हल्लाउँदै भन्नुहुन्छ 5 पल्ट मेलमिलापको माला दुष्टको गालामा मेलमिलापको माला दुष्टको गालामा मेलमिलापको माला दुष्टको गालामा मेलमिलापको माला दुष्टको गालामा अब यति टपिक चाहिँ अहिले यहाँ बिर्स्यो भने पनि भरे घरमा गएर दिदीबहिनीहरूले सुँगुरको मासु भुट्दै गर्दाखेरि पत्ला पत्ला परेको भुट्नुपर्छ पर 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 मेलमिलापको माला दुष्टको गालामा हालेलुया त यो परमेश्वरको वचनबाट भजन सङ्ग्रह 133 को 1 मा मेलमिलापको कुरा लेखेको रहेछ तर 2 पदमा चाहिँ अभिषेकको कुरा लेखेको छ धेरैपल्ट हामीले परमेश्वरलाई माग गर्दछ प्रभु मलाई शक्तिशाली बनाउनुहोस् तर मलाई एक्लै बनाउनुहोस् अरूलाई होइन अरे सुरुमै प्रार्थना गल्ती भइगयो सुरुमै गल्ती भइगयो त्यो शक्ति परमेश्वरले दिनुहुन्छ तर परमेश्वरले भन्नुहुन्छ एउटा कुरा सोध्नुहुन्छ त्यो प्रार्थना गर्ने मान्छेलाई परमेश्वरले सोध्नुहुन्छ तिमी कमिला हो कि फटेङ्ग्रा हो सोध्नुहुन्छ अनि ठिक्क जवाब दिनु पर्यो नि त फेरि परमेश्वरलाई कमिला हो भने अभिषेक पायो
फटेङ्ग्रा हो भने त्यसको जातै उफ्रिने। अघिसम्म यहाँ थियो त्यसको ठेगानै हुँदैन। अभिषेक आउने बेलामा त उफ्रेर त पल्लो पट्टामा भयो। धेरैजनाको जीवनमा परमेश्वरले काम किन गर्न सक्नुहुन्न? किनभने धीरज छैन, पर्खिनै नसक्ने रहेछ। डिजिटल युग अरे, त्यसले गर्दा अभिषेक पनि इन्स्ट्यान्ट चाहियो अरे। परमेश्वरको राज्यमा त्यस्तो हुँदैन। परमेश्वरको राज्यमा त्यस्तो हुँदैन। परमेश्वरको राज्यमा हितोपदेश 6:6 ठिक्कै प्रभुको दास सोलोमन राजालाई परमेश्वरले आत्मामा भएर लेख्न लगाउनु भएको रहेछ। जहाँ गएर कुनै ठुलो स्कुल छ भने, जहाँ गएर कुनै कलेज छ भने, जहाँ गएर कुनै ठुलो युनिभर्सिटी छ भने त्यो युनिभर्सिटी चाहिँ अरू कसैको होइन, त्यो चाहिँ कमिलाहरूको अरे। कमिलाहरूले मात्रै हामीलाई धेरै कुरा सिकाउन सक्ने रहेछ, फटेङ्ग्राले होइन। एक दिन बाटोमा हिँड्दै गर्दा मलाई पनि किसिमको आउँछ त फेरि। एक्लै भएको बेलामा एउटा फुस्रो फटेङ्ग्रा बाटोमा देखेँ। अनि मैले सोचेँ आज कोही छैन, एक्लैमा फटेङ्ग्रासँग जिस्किनु पर्यो भनेर फटेङ्ग्राको त्यो कडा फुस्रो फटेङ्ग्रा एउटा पातमा बसेको रहेछ। अनि मैले सोचेँ यो फटेङ्ग्राको पुच्छरमा छुइदियो भने मेरो आइडिया है, मेरो फिलोसफी फेल। पुच्छरमा समात्यो मैले छुइदिएँ भने फुत्तै उफ्रेर अर्को पातमा जान्छ भन्ने चाहिँ मेरो आइडिया। तर जस्तो मैले पुच्छरलाई छुइदिएँ मलाई थाहै भएन, यति छिटो उफ्रेर मेरो टाउ निधारमा त्यहाँदेखि काब्रो म फटेङ्ग्रालाई छुइदिएँ। यो फटेङ्ग्राको बेहोरा हुँदैन रहेछ, किन उसको आफ्नो डाइरेक्सन पनि छैन, अरूलाई पनि अत्तपत्तो गर्दैन। त्यसले गर्दा यो दिनहरूमा परमेश्वरले मण्डलीलाई कमिला हुनको लागि बोलाएको छ, फटेङ्ग्रा होइन। हालेलुया। अनि कमिलाको बारेमा के पनि लेखेको रहेछ भने त्यहाँनिर कमिलाको बारेमा चाहिँ कुनै उनीहरूलाई डोर्याउने शासक पनि हुँदैन अरे, प्रेसिडेन्ट पनि हुँदैन अरे, डाइरेक्टर पनि हुँदैन अरे, राजा पनि हुँदैन अरे। तर पनि मेलै मारिस कोही पनि अल्छे पनि हुँदैन रहेछ। फेरि कमिला तपाईँले देख्नु भएको छ, कमिला दुईटा सेतो बोकेर सबले कहाँ गएको कसैले एउटा बोकेको छैन, सबले दुईवटै बोकेको छ फेरि। अनि यिनीहरू चाहिँ पुरै भण्डार सोचेर विथ पर्पोज हिँड्दो रहेछ। कमिला ठुलो उद्देश्य बोकेको हुँदो रहेछ, किनभने कि कमिलालाई परमेश्वरले जानी हितोपदेश 6:6 राख्नु भएको छ। त्यहाँ गएर सिप भनेको रहेछ। जब मैले कमिलाको ताँतीलाई देखेँ मलाई मन पर्यो। एक दिन एउटा कमिलाको ताँतीको छेउमा म दर्शन होइन, यो चाहिँ फेरि म आफै हो, उहाँले चाहिँ दर्शन देख्नु भएको रहेछ। म चाहिँ कमिलाको छेउमा कमिलाको त्यो दुलोमै पुगेँ एक दिन, रियल दिउँसै। एउटा कमिला आयो अनि पर एउटा फटेङ्ग्रा मरेको थियो। कमिला सुरुरु आयो अरे, मैले चाहिँ सोचेँ कमिलाले अब तान्छ सम्झेर मरेको फटेङ्ग्रालाई सुँग्यो। अनि त्यसपछि फर्केर गयो। मलाई विश्वास लाग्यो कमसेकम खानापिना पाएको छ, कमसेकम तानेर त लानु भन्ने मेरो विचार। तर कमिलाले सुँग्यो अनि गयो। मैले कुरा बुझेन किन यसो गरेको यसले, तर म लठवाला के थाहा, किनभने कमिलाको स्कुल मैले पढेको छैन। त्यसले गर्दाखेरि हितोपदेश 6:6 कमिला कहाँ गएर सिक्नु भन्नुको अर्थ चाहिँ सबैसित मिलेर काम गर्नु भनेको रहेछ। परमेश्वर हामी जोरदार ताली बजाएर हामी धन्यवाद गर्नेछौँ। त्यो दिन कमिलाबाट परमेश्वर मसँग यसरी बोल्नु भयो। कमिला चाहिँ सिधै गएर अघि जुन दुलोबाट फुत्तै निस्केको थियो त्यो दुलोमा पस्यो। मैले सोचेँ त्यो अब हराएको होइन रहेछ, गएर उसले चाहिँ जेनरल मिटिङ गरेको रहेछ। त्यो कमिलाले दुलोभित्र पसेर उसले आफ्नो भाषामा भन्यो होला नि,
गजबको ठुलो एउटा खानापिना चाहिँ प्रबन्ध भएको छ। म एक्लै ट्राई त दिएको हो, सुनेर चाहिँ आएँ र तिमीहरूलाई म जानकारी चाहिँ यो दिँदैछु। कम्तीमा पनि 20 भन्दा बढी ले नै त्यसलाई बोकेर ल्याउन सक्छ। म एक्लैले सकिनँ र म एकदमै स्टन्ट पनि गर्न चाहदिनँ। हामी सबै मिलेर गर्दाखेरि चाहिँ राम्रो हुन्छ होला भनेर यति छिटो त्यहाँ डिसिसन पास भएछ। भरे फुट्दै निस्केको त कमिला पो हुरु आयो। म छक्कै परि के साह्रो के खालको छिटो यिनीहरू अनि उनीहरूको कुरामा डिस्कसन बेसी नहुँदो रहेछ। यस 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 गरेपछि 20 जनाले त यस यति छिटो आएर त्यो फट्याङ्ग्रा तेने पारेर लग्यो। अनि त्यो दिन मलाई मजा लाग्यो। के मजा लाग्यो भने परमेश्वरले मलाई एउटा पाठ सिकाउनु भयो। खबरदार तँलाई म चलाउँछु, तैँले माग्नु चाहिँ शक्ति मागिस्, तर 133 को 1 पदको मेलमिलाप तैँले माग्नु पर्थ्यो। पहिले 2 पदको हारुनको शिरमाथि आएको अभिषेकको तेल मागिस्। परमेश्वर यसरी नै बोल्नुभयो, हारुनको शिरमा भएको तेल मागिस्। त्यो त 2 पदमा छ। 1 पदको मेलमिलापको गेटमा त ताला लागेको छ। अब गेटमा ताला लागेको छ अनि त्यो अभिषेकको ट्याङ्की चाहिँ 2 पदको भित्रपट्टि छ गेट। अब ताला खोल्ने कि नखोल्ने भनेर परमेश्वरले मसँग भन्नुभयो। भने प्रभु मलाई त अभिषेक चाहिन्छ, ताला खोल्नै पर्ने भयो। अनि ताला चाहिँ हाम्रो हृदयलाई नम्रतामा पुर्याउँदा मात्रै ताला खत्लक्क गरेर खोलिने रहेछ। हालेलुया। त्यसले गर्दा अघि हाम्रो टपिक चाहिँ बिर्सँदैनौँ। मेलमिलापको माला कसको गालामा? दुष्टको गालामा। मलाई खुसी लाग्यो हाम्रो आदरणीय अर्जुन सर यहाँ हुनुहुन्छ। ब्याङ्कको सेवाकाई गर्दै पनि पहिला त्यति बेला सुक्खा अर्काको पैसा गन्थ्यो बिचरा, तर अहिले आएर घुँडा गन्दै हुनुहुन्छ। शक्तिशाली छ नि सेवाकाई। अनि म खुसी लाग्छ चर्चहरू चाहिँ अब अपग्रेडेड भएर गएको छ। कतिवटा पुरानो चर्चहरूले प्रेयर टावर बुझ्दैन, प्रेयर सेन्टर बुझ्दैन, प्रार्थनाको दल बुझ्दैन, अन चर्च छँदैछ त भन्ने त्यो एउटा ट्रेडिसन छ चर्चहरूमा। तर परमेश्वरले भन्नुहुन्छ म चाहिँ अपग्रेडेड परमेश्वर हुँ। म जहिले पनि नयाँ काम गर्छु, नयाँ मानिसहरूलाई चुन्छु, तर मेलमिलाप मन पराउँछु। परमेश्वरले चाहिँ मेलमिलाप मन पराउनुहुन्छ। अनि 1 नम्बरको ताला, मेलमिलापको गेटको ताला चाहिँ खोलिनै पर्ने रहेछ। एउटा धन्यवाद होस्। र त्यसको लागि चाहिँ परमेश्वरले हामीलाई माला बनिनुभन्दा अगाडि चाहिँ परमेश्वरले तपाईँ र मलाई चाहिँ अत्यन्तै अक्टोबर र नोभेम्बरमा फुलेको त्यो सयपत्री फुल जस्तो बनाउनु भएको रहेछ। जुन दिन तपाईँ र मैले प्रभुलाई ग्रहण गर्यौँ, हामी सयपत्री फुलको बोटमा सानो चिचिला भयौँ। तर पछिबाट नोभेम्बर लाग्नु बित्तिकै हामी बिस्तारो फक्रिन थाल्यौँ। मजाको चुप्प। अनि सुन्दर कुरा चाहिँ के रहेछ भने येशूलाई पाउनु सुन्दर कुरा चाहिँ हो, तर पाइसकेपछि कतिजना चाहिँ अनअवेयर हुँदो रहेछ, थाहा हुँदैन रहेछ। शैतानको नाम चाहिँ मैले 3S केटा भनिदिएको छु। शैतानको नाम, अर्को नाम त्यसलाई मैले फेरिदिएको छु 3S को। त्यो किशोर हो, त्यसको बुद्धि छैन। त्यो बगैँचामा घुम्दै आउँदो रहेछ अनि अरू बगैँचा त सुकिहालेको छ, किन जान्छ? चर्चको बगैँचामा आउँदो रहेछ। त्यो चर्चको बगैँचामा आउँदो रहेछ। अनि भर्खर ग्रहण गरेको, पानीको बत्तिसमा लिएको, अनि 150 रुपियाँको बाइबल किनेको र चर्च भट्टाभट गइरहने तपाईँ विश्वसयोग्य व्यक्ति हुनुहुन्छ, तर तपाईँलाई पनि थाहा छैन त्यहाँ 3S केटा घुम्दैछ भनेर। त्यसलाई चाहिँ
मालासँग मतलब छैन रहेछ, त्यसलाई चाहिँ सयपत्री फुलको झुप्पासँग मतलब रहेछ। 16 र 17 वर्षको केटाहरूको ठेका नै हुँदैन। आजकल त केटाहरूको मात्रै होइन, 16 र 17 वर्ष नानीको ठेका, केटीहरूको पनि ठेकान हुँदैन। सयपत्री फुल त टिपेर माला पो बनाउनु पर्ने। किशोर किशोरीले त टपक्क टिपेर 1 2 3 4 5 35 गर्दा त छरपष्ट। यसले गर्दाखेरि यो दुष्ट शैतान दियावलस चाहिँ तपाईँ र म विश्वासीको पछाडिपट्टि लागि पनि गर्दो रहेछ है। याद गर्नुहोस्, पुराना पास्टर्सहरूलाई मात्रै पछाउँदैन त्यसले, नयाँ विश्वासीले त झन् तँलाई थापेन त भनेपछि चर्च जानै छोड्छ, सङ्गति गर्नै छोड्छ, बाइबल पढ्नै छोड्छ। बल्ल बल्ल चर्चमा आएको बिचरा पास्टरले शनिबार दिनभरि अध्ययन गरेर आइतबार भनेको नि त हो पास्टर बाउले पनि बिचरा आँखा चिम गरेर जोसमा भन्दैछ। पास्टर बाउले तल आँखा चिम गरेर हो कि हो भन्दैछ, पुरै नबुझी फेरि किन हो के हो भने। र आज चर्चहरू किन विश्वासमा उकालो बढेको छैन? एक दिन फेरि बोजू हौ, बोजूले मलाई अङ्कल भन्यो, बोजू आयो, अङ्कल मेरो त विश्वासै बढ्दैन हौ भन्छ। अनि मलाई अङ्कल भनेपछि म के भनौँ भने बोल्नु त नभन्नु पर्ने। मैले पनि बोजू नै भन्थेँ। लु के भयो बोजू, के अरे फेरि भन्नुहोस् त। मेरो त कालो अक्षर भैँसी बराबर स्कुलको दैले देखेको छैन, मैले त मेरो त विश्वासै बढ्दैन। बोजूको आइडिया चाहिँ वचन पढेर विश्वास बढ्छ भन्ने रहेछ। बोजूलाई थाहा छैन रहेछ रोमी 10:17 पद पढेर होइन सुनेर त्यहाँ लेखेको छ। धेरैजनाको आइडिया गलत छ। बिए पढेको मान्छे चाहिँ विश्वासमा डर हो, एमए पढेको मान्छे चाहिँ विश्वासमा डर हो अरे, पिएचडी गरेको मान्छे चाहिँ झन् कडा अरे। होइन होइन, बाइबलले त्यसो भन्दैन, बाइबलले त्यसो भन्दैन। बाइबल स्कुल पढ्ने, कलेज पढ्ने, युनिभर्सिटी सिद्ध्याउने अनि एमटिएस र डक्टर अफ डिभिनिटी गर्नेको विश्वास चाहिँ बढ्छ भन्ने ग्यारेन्टी केही छैन। विश्वास चाहिँ वचन डेली सुन्ने मान्छेको चाहिँ वचन विश्वास बढ्छ। अनि त्यो बोजूलाई मैले बोलाएँ, बोजू यहाँ छेउमा आउनुहोस् त, म चेक गर्छु तपाईँको विश्वास किन नबढेको। अनि नम्बर 1, यो बाक्लो न बाक्लो साल किन ओढेको तपाईँ? बाक्लो साल ओढेको छ अनि कान छोपेको छ। यहाँ रोमी 10:17 पद फेल, तपाईँले वचनै सुन्दैन। फेरि नम्बर 1, फ्रन्ट सिटको चेयर अगाडि खाली नै छ। फेरि आएर छिट्टै आएर पनि फेरि लास्ट बेन्चमै बस्छ, कान नसुन्ने बोजू। साल ओढेको छ, कान सुन्दैन, लास्ट बेन्चमा बस्छ, त्यस पनि वचन भन्ने बेलामा मजाले सुत्छ। यसले गर्दा परमेश्वरको वचन काम लाग्दैन रहेछ। बोजूकोमा मात्र होइन, धेरैजना यो युवा भाइ भएकोमा सब्जी नखाएर पब्जी खेल्छ। फेरि विश्वास त बढ्ने कुरा आएन। यसले गर्दाखेरि परमेश्वरले हामीलाई फेरि एकपल्ट जुरुक्क उठाउनु हुँदैछ। आमेन, हालेलुया। यसले गर्दाखेरि हामीलाई परमेश्वरले फुल बनाउनु भएको छ, तर परमेश्वरले चाहिँ चाहनुहुन्छ तपाईँ फुलको फुल भएर नमर्नुहोस्, तपाईँ माला भएर मात्रै। किन प्रभुको आगमन हुन आँटेको छ। अनि प्रभुको आगमनमा तपाईँ एक्लै एउटा वरदान मात्रै जानुभयो भने तपाईँले प्रभुलाई अनादर गरेको एक झुप्पा। तपाईँ आउनुभयो, म सयपत्रको फुल हो झ्याम्मै अनुहार। तपाईँ एक्लै नभेट्नुहोस् प्रभुलाई, तपाईँ ठुलो समूह भएर भेट्नुहोस्। हाम्रो फेथ प्रेसिडेन्ट मिनिस्ट्रीको मालाको लागि एकपल्ट जोरदार ताली बजाइदिनुहोस्। उहाँले जुन गवाई गर्नुभयो एकदमै सत्य गवाई हो। माला हुँदाखेरि मात्रै अहिले भेल्लोर बसेउका हुँदैछ, अब दिल्लीमा हुनु आँटेको छ, अब दार्जिलिङमा हुनु आँटेको छ, विभिन्न हस्पिटल्सहरूमा उहाँहरू किन जान सक्नुभयो? किनभने माला भइसकेको छ। हालेलुया। अनि जिसस
प्रे टावर यो पनि सायद मिनिस्ट्री नै हो अनि यसरी उहाँसित मिलेर नै सेवकाई गर्नुहुनेछ हालेलुया फेथ प्रेसल मिनिस्ट्री जिजस प्रे मिनिस्ट्री बेग्लै बेग्लै नाम मात्रै हो तर काम चाहिँ एउटै हो काम चाहिँ एउटै हो प्रभुलाई धन्यवाद छ हालेलुया त बिस्तारो हामी अगाडि बढ्नेछौँ हामी फुल भएर होइन हामी माला भएर अगाडि बढ्नेछौँ अनि अगाडि बढ्दाखेरि दुष्टको गाला आउँदैछ मालाले मात्रै त्यसलाई झ्याम्मै पार्नु सक्छ फुलले त्यसलाई कुतकुती मात्रै लाउँछ याद गर्नु होला दुष्टलाई हामी कुतकुती लाउने छैनौँ त्यसलाई गरममै झ्याप्पै त्यसलाई निभाउने छ किनभने यो हामीले अघि व्यवस्था 2:24 पदमा पढ्यौँ क्रिस्चियन जीवन चाहिँ यात्रा अरे पहिलो लाइनले भन्छ क्रिस्चियन जीवन यात्रा हो तर दोस्रो लाइनले भन्दैछ यात्रा मात्रै होइन यो त युद्ध हो भन्दैछ अनि तपाईँ र मेरो जीवन चाहिँ युद्ध चाहिँ कुनै कुनै बेला रिट्रिटको बेलामा हुँदैन युद्ध त 20/7 हुन्छ युद्ध अनि तपाईँ र म चाहिँ प्रभुलाई पाउने बित्तिकै हामी युद्धको भूमिमा उत्रिसकेका छौँ छेउको साथीलाई ढ्याप्पै पार्यो भन्नु तिमी पनि योद्धा म पनि योद्धा अनि म आशा गर्छु हामी योद्धाहरू हो अनि अबको आउँदो दिनहरूमा चाहिँ मण्डली होइन मण्डली चाहिँ आर्मी अफ द लर्ड अनि यो कुरा चाहिँ इजिकेलको किताब 37 अध्यायको 10 पदमा छ नि 9 पदमा होइन 10 पदमा लेखेको छ अङ्ग्रेजी बाइबलमा आर्मी अफ द लर्ड नै लेखेको छ नेपाली बाइबलमा चाहिँ सैन्य दल लेख्नु पर्ने कुनै कुनै अनुवादमा गल्ती भएको छ फेरि यहाँ अनुवाद गर्दाखेरि अलिक गल्ती लेख्छ त्यसले गर्दाखेरि धेरै गाह्रो हुन्छ तर इङ्ग्लिसमा आर्मी अफ द लर्डलाई नेपालीमा सैन्य सेनाहरूको दल नै भन्नुपर्छ त्यो सैन्य दल नै हो साधारण क्याटिस खेल्दै घुमिनेको दल होइन यो पुरै अस्त्र र शस्त्र लगाएको अघि पश्चिमाको जुन दर्शन छ नि त्यो इम्पोर्टेन्ट दर्शन हो यस कारणले पनि भने किन परमेश्वरको आत्माले हाम्रो परमेश्वर चाहिँ पिक्टोरियल मेसेज दिने परमेश्वर हुनुहुन्छ प्रभुको छोरीको नाम मैले अघि सोधेको थिएँ सारा उहाँको लागि एकपल्ट जोरदार ताली बजाएर हामी परमेश्वरलाई धन्यवाद गर्नेछौँ परमेश्वरले आफ्नो छोरीलाई किन यो दर्शन दिनुभयो अब एउटा काम परमेश्वरले आफ्नो छोरीको जीवनबाट उहाँको टिमबाट गर्नुहुनेवाला छ अनि त्यो कुरामा चाहिँ सेन्सिटिभ रहनुपर्ने छ आफ्नो छोरी फेरि तर दुष्ट चलाक छ बाधा दिन सक्छ त्यसले धेरै अवरोध ल्याउन सक्छ पर्खाल बनाउन सक्छ थुप्रै कारणहरू छ अनि तर त्यो जम्मै कुरामा चाहिँ परमेश्वरमाथि आफ्नो छोरीले भरोसा गरि नै रहनेछ अनि उहाँलाई हामी सबै मिलेर साथ दिनेछौँ हालेलुया हामी सबै मिलेर साथ दिनेछौँ अनि उहाँलाई अब त्यही दर्शन चाहिँ तपाईँलाई पनि दिएको भए चाहिँ अर्कै थियो तर उहाँलाई परमेश्वर दिनुभएको कारणले त्यस्ता मानिसहरूलाई चाहिँ परमेश्वरले टिप्दै हुनुहुन्छ अनि तिनीहरूको नेतृत्वमा नै अलिक अगाडि बढ्नुपर्ने पनि हुन्छ प्रभुलाई तर नेतृत्व गर्ने मानिसहरू चाहिँ बाँसको झ्याङ जस्तो नेउरिनु पनि पर्छ हालेलुया हालेलुया त त्यसो हुँदाखेरि अब सैन्य दल कसरी बनिने भन्दाखेरि परमेश्वरको योजनै हो यो दिनहरूमा सैन्य दल परमेश्वरले बनाउँदै हुनुहुन्छ उता युएसमा पनि अनि सैन्य दल बनाउँदैछ युरोपमा पनि सैन्य दल बनाउँदै हुनुहुन्छ हाम्रो एसियाको 61वटा देशहरूमा पनि हाम्रो भारतमा पनि नेपालमा पनि र गर्दाखेरि भोलिको दिनमा सायद तपाईँलाई मैले आग्रह गर्नुपर्छ होला सिक्किमभित्र जब हाम्रो मिनिस्ट्रीको प्रभुको दाससित म सल्लाह गर्नेछु अनि 3 दिनको स्कुल अफ प्रेयर हुनेछ कुनै पनि ठाउँमा म उहाँसँग मिलेरै गर्नेछु र प्रभुलाई धन्यवाद अनि म जिस प्रेयर टावरसित पनि सम्बन्ध राख्नेछु र त्यति बेला चाहिँ त्यहाँ 3टा टिचिङ हुन्छ नम्बर 1 दिन चाहिँ वाट इज प्रेयर हुन्छ अनि सेकेन्ड डेमा चाहिँ वाट इज इन्टरसेसन हुन्छ थर्ड डेमा चाहिँ वाट इज वारफेयर किन प्रार्थना बेग्लै हो अन्तर्विन्ती बेग्लै हो अनि युद्ध बेग्लै हो अब यति बेला यो 1 घन्टे मेसेजमा यो भन्नु हुँदैन बिस्किन्छ त्यसले गर्दा 3 दिन चाहिन्छ यो कुरोको लागि अनि त्यति बेला प्रभुको छोरीले गवाई दिनुपर्छ सुन्नु अरूले पनि सुन्नु पर्यो नि त यो
सिङतामको यो एक दिने सेवामा मात्रै सुनेर हुँदैन, यो अरू स्टेटहरूमा पनि सुन्नुपर्छ, अरू डिस्ट्रिक्टले पनि सुन्नुपर्छ अनि आफ्नो छोरीको यात्रा अगाडि बढ्दैछ। हालेलुया। तर सुन्दर कुरा चाहिँ के हो भने उहाँको हस्बेन्ड चाहिँ पास्टर भएको कारणले प्रभुलाई धन्यवाद हो। पास्टरको चाहिँ बााउन्ड्री हुन्छ, फेरि पास्टरको बााउन्ड्रिज हुन्छ, प्रोफेटहरूको बााउन्ड्रिज हुँदैन। कोही बेला पास्टर र प्रोफेटहरू निदा ठोक्का ठोक हुन्छ। पास्टरले ठिकै भनेको, फेरि प्रोफेटले कुरै बुझ्दैन, फेरि प्रोफेटले पनि परमेश्वरले भन्नुभएकै कुरा भनेको पास्टरले बुझ्दैन अनि हिँड्दा ठोक्का ठोक गरे टुल्का उठ। तर त्यहाँ अपोस्टल्सहरू चाहिँ मलमपट्टि हेरेर बसिराख्नुपर्छ। पास्टर र प्रोफेटहरू ठोकिँदाखेरि अपोस्टलकोमा चाहिँ मलम हुन्छ। प्रभुलाई धन्यवाद हो, परमेश्वरले चाहिँ मलाई पास्टर हुन दिनु भएन, त्यसले गर्दाखेरि अपोस्टलिक मिनिस्ट्री दिनुभएको कारणले यो दुईजना प्रोफेट र पास्टरहरूलाई चाहिँ एक बनाउँदै हिँड्दैछु म। हालेलुया। टुल्का चाहिँ म उठ्नै दिँदिनँ। उठिहालेको खण्डमा मलमपट्टि गरेर सन्चो हुने गरी। हालेलुया। अनि मूल कुरा चाहिँ के हो भने परमेश्वरको वचन हामी मेलमिलाप, हामी एक एक फुललाई चाहिँ अब माला बनाउनेछ। सबले यसो गर्दै भन्नुहोस् त, हामी एक एक फुललाई माला बनाएर छानेछौँ। बनाउँछु भनेर कहाँ भनिन्छ त? बनाउँछु भनेर बनिँदैन। त्यसको लागि त केही सामग्री चाहिन्छ। त केही सामग्री चाहिँदाखेरि नम्बर 1 माला बनाउनको लागि चाहिँ सुई चाहिन्छ। सुई चाहिन्छ, त्यस पनि कस्तो खालको सुई भने त्यो नाक्री भएको सुई चाहिन्छ। कोही कोही चाहिँ नाक्री भाँचिएको हुँदो रहेछ। नाक्री भाँचिएपछि धागो के हाल्ने हुन्छ नि? नाक्री भाँचिएपछि धागो के हाल्ने? त्यसले गर्दाखेरि कुनै कुनै मिनिस्ट्री हामी तपाईसँग मिलेर सेवा गर्नको लागि आएको भनेर भनिहालेको खण्डमा उसलाई सोध्नुपर्छ, तिमी सुई हो? हजुर। नाक्री छ? नाक्री त भाँचियो, त्यसो भए मलाई नघोच। किनभने त्यो घोच्नुको लागि होइन नि त, यहाँ त माला बनाउने उद्देश्य छ। हालेलुया। त्यो मालै नबनाउने, त्यो घोच्दै 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 तिम्रो यो भएन, तिम्रो त्यो भएन, तिम्रो चर्च बाङ्गो भयो, तिम्रो पुलपिट त भाँचियो, अर्कालाई घोची हिँड्ने, दुःख दिइहाल्ने, कोले पाप गर्यो खोजी हिँड्ने, त्यो काम हाम्रो होइन। पाप गरे उसले गर्छ, पश्चाताप गरे उसले गर्छ, प्रभुको घरमा गए ऊ जान्छ, गएर ऊ जाँदैन। के को फुर्सदमा खोजी। यसले गर्दा तपाईँ र म हाम्रो परमेश्वरसितको हामीले व्यक्तिगत सम्बन्ध बनाउनेछ। अर्काको खोजी नीति गरिरहने छैनौँ। कुनै बेला परमेश्वरको आत्माले जा गएर त्यसको पाप बताइदिए भने भिडमा बताउने छैनौँ। एक्लै कोठामा गएर परमेश्वरको आत्माले मलाई यसो भन्दैछ, तपाईँलाई परमेश्वरले माया गर्नुहुन्छ, यी धुरु धुरु आँसु चुहाएर परमेश्वरलाई भेट्नुहोस् भनेर भन्नु पर्ने दिनहरू आउँदैछ। त्यसले गर्दाखेरि भिडभाडमा अर्काको पाप देखाएर जस्तै घिनलाग्दो पापीले पनि त्यो भिडभाड त गर्दैन होला पश्चाताप।
विश्वका चिना भन्छन् मनमा फुल खिल्दछन् बसन्त आयो भन्छन् निभाडाको मनमा मुन मलड कृष्ण लाग्यो भन्छन् येशूको आगमन नजिक छ विश्वका चिना भन्छन् राष्ट्र राष्ट्रको भ्रमण छ आज संसार भन्छ भर्न सक्छ तनाव छ यता ओरा छ उता आतङ्क र त्रास फैलाउन बिन्दु पुरा हुँदै घटनाहरू दिनदिनै पुरा हुँदैछ प्रकृति आज तयार हुँदैछ परिवेश पनि तयार हुँदैछ स्वागत गर्न राजा यीशुलाई स्वागत राजा यीशुलाई स्वागत राजा यीशुलाई स्वागत राजा दुई दिनको जीवन पलकमा बित्छ पाउनु त के छ र दुई दिनको जीवन पलकमा बित्छ पाउनु त के छ र यो गर्छु भन्दै त्यो गर्छु भन्दै जीवन बित्दैछ यो गर्छु भन्दै त्यो गर्छु भन्दै जीवन बित्दैछ छोटो यो जीवन बितेर जान्छ लानु त के छ र मलाई खान मन पर्छ मलाई जुन मन पर्छ जीवनभर यसुको चेला हुन मन पर्छ तराई झर्न मन पर्छ